यो चाइनिज रोलबारे तपाईँहरूलाई थाहा नै छ होला। प्रायःजसो धेरैले मन पराएको र मैले नि एकदमै मन पराउने गर्छु। रु 10 रुपैयाँ प्रति पिस भनेको अलिकति एक्सपेन्सिभ त भइहाल्यो। र पहिले स्टार्टिङ टाइममा भने एकदमै धेरै मसला र मिठो भएर आउँथ्यो, र अहिलेको टाइममा हेर्ने हो भने यसमा एकदमै थोरै मसला, र यसरी थोरै मसला दिएर कम्पनीले प्रफिट धेरै खान खोजेको देखिन्छ। र प्रायःजसो हाम्रो नेपालमा सबै कम्पनीहरूले त्यही नै गर्छन्। कुनै कुरा धेरै चल्न लाग्यो अथवा बिक्री हुन लाग्यो भने त्यो प्रोडक्टको साइज घटाउने अथवा केही न केही गरेर धेरै प्रफिट लिन खोज्ने हुन्छन् कम्पनीहरू। अनि भन्दै बस्छन् नेपालमा लगानी गर्नु भनेको त डुब्नु हो। र यसरी मसला कम दिएर क्वालिटी लो गर्दै जाने हो भने उनीहरूले आफ्नो बिजनेस डुबेको थाहा नै पाउँदैनन्।